नमस्कार, म सुभाष मन। यतिखेर म धरमपानीमा घराई उपमहानगरपालिका वडा नम्बर 18 को धरमपानीमा छु। यतिखेर म यस ठाउँमा आइपुग्नका लागि उकालो र जङ्गल पार गर्दै यहाँसम्म आएको छु। यस ठाउँलाई किन घोडदौरा भनियो यसका बारेमा पनि केही उत्तरहरू खोज्ने प्रयास गर्नेछौँ। यति मात्रै होइन, घोडदौरामा रहेको यस हरिकिसे भिर, यो रातो हरिकिसे भिरका बारेमा पनि केही जान्ने कोसिस गर्नेछौँ। आज हामी लागौँ आज घोडदौराभित्र रहेका गाउँहरूको बारेमा बुझ्नतर्फ। तीनवटा टोल छ। तीनवटा टोल छ। हजुर। हाम्रो हाम्रो उत्तरमा 85 घर 85 घर धुर छ। हो। यो 85 पूर्व उत्तरमा के गाउँ भन्नुभयो? उपल्लो उपल्ला कोट भनिन्थ्यो के र। कोट किन भन्ने होला, केही छ कोट, त्यस्तो? अब त्यो कोट भनेपछि अग्लो भएर हो कि? अग्लो भएर अग्लो भएर कोट। त्यस पछाडि यो बीचको गाउँ बीचको झिनी गाउँ। झिनी गाउँ। अहिले हामी जहाँ छौँ यो ठाउँलाई चाहिँ झिनी गाउँ त्यो भगेर यो अहिले लामी धारा पर्छ। लामीधारा लामी धारा भनेर भन्छ। अनि यहाँ खासमा उत्पादन सिँचाइको व्यवस्था छैन, पानीको भर्खर भर्खर आयो। हाम्रो कमिरेबाट धारा घर घरै धारा छ भएको छ। हजुर, लिप्चाबाट हो। खेतीपाती के हो? आकाशे भरमै हो यहाँ? आकाशे भरमा हो। आकाशे भर। हजुर, पानी पर्यो भने उत्पादन हुने भयो। हुने हो, नत्र भने यहाँ त अब धेरै जसो बनियोलले चाहिँ हाम्रो बँदेलले हाम्रो सखा पार्न लाग्यो। 84 चाप 84 लाएर 84 बजाउँदा हिँड्छ भन्थे। पारी भिड देखिन्छ नि त्यो सरीकोटको मुनितिरको त्यो त्यहाँ किन जाँदो रहेछ त फेरि? केही त गएको हरिकेसी भन्ने अहिले हाम्रो चाहिँ हरिकेसीको नाम चल्यो। पहिला चाहिँ हरिकेसी, हरि भनेको नाम, केसी भनेको थर हो र त्यही भूत भएर चाहिँ उ गरेको हरिकेसे भन्ने चाहिँ नाम रहेको हो। अनि त्यो भूत पनि यहाँबाट पारी अर्को के ठाउँ पनि जान्छ? रातो पहरा, पारी रातो पहरा जान्थ्यो। हजुर, गोडारोदेखि यतापट्टिको रातो पहरा। घोडामा चढेर हिँड्थ्यो भन्ने कुरो पनि सुनिन्छ। अनि तपाईँको त्यो गाउँमा समस्या पर्यो भने भाँडाकुडी पनि दिने गर्थ्यो भन्ने सुनिन्छ। थियो यसको बारेमा पनि भन्नु। हो, त्यो दिन्थे रे। अब पुजारीले भनेको कुरा हो। अब हामी त भर्खर जन्मेका थियौँ के र। अनि घोडा चढेर हिँड्थ्यो भन्नुभयो भने कतिखेर हिँड्ने गर्थ्यो? रातिको राति 1-2 बजेको समयमा। रातको समयमा? अँधेरी रातमा कि होइन, जुनै बेला पनि हिँड्ने बेलामा। हो। यो कुन बाटो भएर हिँड्ने गर्थ्यो? यो बाटो छेँडको त बाटो सोध्दै छेँडको बाटो भएर झिनिगाउँदेखि मुनिबाट